Hi guys, welcome back to my channel. After a very long time, म फेरि भिडियो सुट गर्दैछु अन्त मसँग छ यहाँनिर ज्योति प्रेरणालाई चाहिँ लिएर म हो हामी जना मात्रै आएको छौँ यहाँनिर भनेर कसरी भन्नु कहाँ आएको भनिदेऊ हामी यहाँ बगान आएको हामी पिकनिक खेल्नु भाइले ट्रिट दिएको छ हामी आज यहाँ पिकनिक खेल्ने इन्जोय गर्ने डान्स गर्ने मजा गर्ने है टप गाउँको बगानमा आएको फेरि रकमजोतको अन्त हाम्रो पिकनिकको सवारी छ उनीहरू चाहिँ अब काम गर्ने मान्छे हाय भन्दै सबैजना यहाँनिर हामीले देख्दैछौँ यहाँबाट ज्योति र म चाहिँ यहाँनिर भ्लग स्टार्ट गरेको कि गाइस काम गर्छु म त काम गरेन भनेर भन्दैछ मेन काम गर्ने चाहिँ हामी नै हो खासमा चाहिँ म चाहिँ झन् मै हो सबभन्दा ज्यादा काम गर्ने कि एकजना चाहिँ चुल्हाको लागि ढुङ्गा लिएर आउनु हुँदैछ होइन यतिकै छोडिदिन्छु ल हतियारहरू युज हुँदैछ यहाँ चाहिँ म छु कहाँनिर चुल्हा बनाउने भनेर डिसाइड हुँदैछ हो खोइ त्यो उयो त्यो फुक्नेको लागि पाइप खोइ त्यो त म गर्छु खोइ पाइप छ भन न कसै दुईजना चाहिँ यहाँनिर एकछिन काम गरेको जस्तो मात्रै गरेको हो होइन वहाँनिर चुल्हा बनाउनुदेखि लिएर सब यहाँनिर 3 जनाले गरेको 2 जनामै सकाएको छ हो अन्त पछाडि हामी म र रियास काका चाहिँ बक्स लिनु गएको अन्त पछाडि पानी पनि चाहियो नि त पानी लिनु गएको अन्त यिनीहरू चाहिँ काममा गरेको छैन नि यहाँनिर पुरा मेकअप गर्दै बसिरहेको छ मैले बनाएको हात गाइस एक दिनको साथ सबै यहाँ जान्छ एक दिन घट्यो नि तिम्रो अब हो र कोही चाहिँ यहाँनिर यहाँबाट आउँदैछ यो बेड यहाँबाट आउँदैछ पानी र कराई लिएर आउँदैछ बेडीले हो दिदीले चाहिँ केही नलिआएको है गाइस केही लेख्छ छैन दिदीले स्कुटीमा बसेर ठ्याक्कैसँग ल्याएको जति पनि भएर न मैले जस्तो स्ट्रगल गरेर आएको कोही छैन यहाँनिर त्यस्तो सिचुएसनमा पनि म यहाँ आइपुगिरहेको छु अब त्यो त म भन्छु बादमा तिमीहरूलाई अब यहाँनिर भिडियोमा त भन्नु भएन नि त होइन अलिकति अब एकदम सिरियस सिचुएसन भएर जान्छ वाउ दामी छ जग्गा चाहिँ सबैजना आएर यहाँनिर एकपल्ट हेर्दा हुन्छ कस्तो छ हाम्रो गाउँको बगान बहिनी चाहिँ भर्खर आइपुग्यो पानी र कराई लिएर उसको त घरमा यहाँ अगाडि नै छ नि त यहाँनिर छ नि त म चाहिँ अब भिडियो बनाउनु पर्यो होइन सबैजनालाई अलिअलि काम गरिरहेछ म पनि काम गर्छु तर म त्यो के भन्छ अलिक त्यो सिचुएसनमा छुइनँ जो म अहिले काम गरेर देखाउनु खालके सो म चाहिँ भिडियो बनाइदिँदैछु सबैको यहाँ चाहिँ हाम्रो ब्रेकफास्टको लागि तयारी हुँदैछ यता चिया बनिँदैछ यता अब ब्रेड र अन्डा स्टार्ट हुनु आँटेको छ होइन यता प्याज काट्दैछ यता नि प्याजै काट्दै रहेछ यता पनि मतलब छिल्दैछ के देख्यो यो जन्डिस छ त अन्त यहाँ हुनुहुन्छ चटपटे बनाउनु लागि रेडी पार्नु हुँदैछ सामान हो यो चाहिँ हाम्रो चिया यहाँ चाहिँ हाम्रो प्रेरणाले एकदम दामी ब्रेड पकोडा बनाउँदैछ डल्लीले पनि काम गर्दो रहेछ फर्स्ट टाइम यता डल्ली दीक्षा बहिनीले पनि चिया चाहिँ गङ्गाले दामी मिठो बनाउँछ अरे जतिले हेर्नुपर्छ मिठो भइहाल्छ चिया हो गाइस मैले डबल चिया पाएको छु मैले दामी देख्छु डबल ब्रेड फेरि बेग्लै खाने हो हामी के भनेको अन्डा चिया खाइसकेर भनेको होला मैले मोडुन हावा चल्यो भने के अन्त मैले सबैले मोडुन मात्रै भन्छ दामी भइसक्यो मैले खाएर ज्वरो आएदेखि खानु दिएको थिएन नि मलाई थपी गाउँ त्यसो भए चिया पनि थप्नु पाउँदो रहेछ यहाँ त ब्रेड खाने टाइम भयो वाउ नाइस छ त
यो चाहिँ हाम्रो ब्रेड र अन्डा हो यता यो मान्छे त नचढ अब यो हाम्रो खाने ट्रक घरै भुँडी दुखेर फेरि सबै मेरो सोल्टीलाई देऊ मेरो सोल्टीलाई देऊ तिमीले के गर्दा तिमीले पकाएर म चाहिँ ठिकै टाइममा खाँदैछु यता हतार हतार खाँदैछ कस्तो मिठो भएको छ के भाइ म चाहिँ मेरो भाग लग्यो भाइले सबैजना बसेर धम्माधम दिएको छ हो छिटो बनाउनु छिटो खानुपर्छ यो कति हालिदिनु हेर प्रेरणा आम्मामा कसै चाहिँ आम्मामा के पुरै उयो छ प्रिन्सेस बहिनी यता हेर न प्रिन्सेस बहिनी डोलो टल्क्यो त टिलीले तिमी त काम गर्दैछ नि त काम नगरेको भए त यिनीहरूलाई मैले जाँगारी दिएको छ त्यस्तै हो त हामी तिमी जहिले नअन्ठाएको होइन प्रेरणा जहिले अन्ठाएको हुन्छ है भिडियोमा चिकन पकोडा सेफ यता छ पेडा दिदी यता चाहिँ प्याज र बन्दाकोपी पकोडा यता छ सेफ अन्त यता चाहिँ डढे चलाउने मान्छे एक राउन्ड स्कुटी घुम्दै आउँदै पकोडा खाँदैछ यो बेकामे हाम्रो ज्योति दिदीले चाहिँ भातको लागि चामल धुँदैछ म चाहिँ पकोडा चलाउँदैछु ओट्स अरे ओट्स खाँदैन अरे पूजा दिदीले हामी पूजा दिदीले ओट्स खाँदैन अरे ल कसले खान्छ आफै Yes, I did it. लाउनु होइन नि आउँदैछ हाम्रो सिरिरी हावा चल्यो है हावा चल्यो सिरिरी आटे जिरे म बजाउँछु मुरली नाच फिरी यहाँ ल्याउ न म भन्छु यहाँ यहाँ जति पनि तपाईँले यो बगानहरू देख्नु हुँदैछ नि हामी सानोमा चाहिँ यो यस्तो झिक्राहरू टिप्न आउँथ्यौँ हो घाँस काट्न आउँथ्यौँ अन्त यस्तो हुन्छ नि यस्तो ठुटा हौ त्यस्तो लिन आउँथ्यौँ हाम्रो बचपन त यति राम्रो गयो कि अब अहिले हामी सोच्दा पनि हामीलाई यति खुसी लाग्छ क्या ल अब बहिनी आउँदै गरेको परेको लिएर आउनु पर्थ्यो नि र हामीलाई चाहिँ धेरै खुसी लाग्छ कि हाम्रो सानोको बारेमा सोच्दाखेरि यति बिना हाम्रो मेमोरिजहरू छ यो बगानमा चाहिँ मलाई धेरै राम्रो लाग्छ क्या अब हामी ठुलो भइसक्यौँ अहिले त हामी त आउँदैनौँ किनकि अहिले त अब हामी स्कुलहरू जान्छौँ होइन अब सो हामी टाइम पाउँदैनौँ ट्युसनहरू हुन्छ तर आज चाहिँ अब तपाईँहरूलाई भनिदिएको हामीले यहाँनिर हामी आउँथ्यौँ भनेर वा अब यहाँनिर हामी फोटोसुट गर्ने फोटोको लागि हेर गाइस म त त्यसरी जान्न थियो अहिले पनि फोटोको लागि अहिले भिडियो पल्ट कसरी जान्छ अरे कसैको हालत हेर्नुपर्छ आमा
कसरी उतार्छौ मलाई चाहिँ सपोर्टै दिन्छ नि जाऊ न अब नर्दैनौ भनेर क्यारे फाटिरहेको हुनु अरे भयो मासु चाहिँ पाकेर रेडी भइसक्यो हाम्रो भात चाहिँ यहाँ प्रेरणाले आगो बाल्दैछ ओ प्रेरणा कहिले पकाउँछ हौ तिम्रो हात झुम्नु हेर्नु न यहाँनिर भात चाहिँ खाइदेऊ त ला भात त पाकिसकेछ त मात टार्नु पर्दैन यो नि अझै उसिनेर यो उयो गर्नुपर्छ होला हौ निकाल्नुपर्छ यसले होइन बिहामा गर्छ नि म त्यस्तै क्या ए भन्नु पर्दैन म ढाकी ल्याइदिन्थेँ नि हेर दामी देख्यो है मासु नि मासु दामी देख्यो है यहाँ छ पापड भात चाहिँ यतिको छ यो बनाउने मान्छे चाहिँ प्रेरणा हो होइन हो भन्नु न यहाँ छ स्यालेड ट्रेनर मैले बनाएको भन्नु प्रेरणा र मैले बनाएको चिकन चाहिँ ल त चाको यसले बनाएको भनिदिनु हामी सबै थियौँ यसको हातमा बटाउनु अब 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 खोइ यतिमा चाहिँ के चाट्नु है मिठो भएछ त अलिकति लाउनु हो कि खोइ अब हेर्नुपर्छ कति कति खान्छ कतिजना भयो भात भन न म एकजना भन्छु कतिजना छौ हामी तेरो हराइदिने हामीले बोतल हराइदिने नौ अब एउटा ए हो गम्ला भिडियो गर्नुपर्छ डल्लै पार्टीहरू हो भन्न भन्न के पार्टी भन्नु कसरी खान्छस् खुर्सानी अञ्जलीलाई जुर्कला नै दिएको यो यस्तो चाहिँ चाहिएको नि त मान्छेले खै 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 ए लासो गर्नु पर्यो हेर पूजादी आफ्नो काम बिचारा भाइहरूलाई अब तर पूजादीले चाहिँ के अरे हाम्रो दादा भाउजू बिहामा चाहिँ खतरा त्यो बनाएको आलु चाहिँ बिचारा दिवसले मचायो नि मलाई यहाँ हुँदैछ कुरा भन्दैन भाइ के हुँदैछ दुईजनाको चाहिँ म यहाँ छु ए खुर्सानी खाने अञ्जली खाने पहिला मेरो साथी त्यहाँ मेरो काकी भयो है गाइस यो चाहिँ मेरो साथीको साथी छ साथीको साथी छ कस्तो के गरौँ गरौँ हौ कहाँबाट सुरु गरौँ भनेको त्यो चाहिँ मलाई भात निकालौँ कसले बनायो मिठो भएन बहुत बढ़िया हो गया ए भने इधर है गाइस मेरो अवस्था हेर्नुहोस् ल हाम्रो चाहिँ पिकनिक हाम्रो अवस्था चाहिँ यो छ पिकनिक खेलिसकेर हाम्रो अवस्था चाहिँ यहाँसम्म आइसक्यो होइन हाम्रो पिकनिक सबै फिनिस भयो होइन अब लास्ट हामी बाँचेको छु यस्तो बोल्दा त भारी हुँदैन हुँदैन खै म एन्ड गरौँ न ल आफै गराऊ एन्ड पक्र न यसरी पक्र न गाइस लु मजा आयो होइन मलाई पुरा काम भयो हाम्रो जाने हाम्रो काम स्कुटीमा लोड गर्नु छ मात्रै उचाल्को यहाँले गाइस अन्त आजको भ्लग चाहिँ हामी एन्ड गर्छु थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो लाइक शेयर एन्ड सब्सक्राइब टु माई च्यानल बाई बाई